बाटो फेर्यौ अरे। पाइला सँगै चल्दै थियो, खै कहाँ ढिला भो, बाटो पनि एउटै थियो, खै कसरी अलमल भो, तिमीले बाटो फेर्यौ अरे। अमर स्रष्टा गायक तथा सङ्गीतकार स्वर्गीय विक्रम राईको सम्झनामा नेपालकै बहुचर्चित लोकप्रिय सिङ्गिङ रियालिटी सो द भोइस अफ नेपाल सिजन 6 र सिजन 6 का प्रतिस्पर्धीहरूले गायक तथा सङ्गीतकार विक्रम राईकै सङ्गीतमा रहेको गीत तिमीले बाटो फेर्यौ अरे 3, जुन गीतलाई प्रतिस्पर्धीहरूले विक्रम राईको सम्झनामा गाएर प्रज्वलदीप बाली भोइस अफ नेपाल सिजन 6 को 21 एपिसोडको नकआउट राउन्डलाई यसरी प्रारम्भ गरेका थिए। अमर स्रष्टा गायक तथा सङ्गीतकार विक्रम राईको फागुन 17 गते निधन भएको थियो। उनको निधनले पुरै साङ्गीतिक जगत नै स्तब्ध बनेको थियो। गायक तथा सङ्गीतकार विक्रम राई साङ्गीतिक क्षेत्रको एक प्रतिभाशाली, इमान्दार, होनहार र लगनशील व्यक्ति थिए। उनले साङ्गीतिक क्षेत्रमा दिएको योगदान अतुलनीय छ। उनी नेपालकै पहिलो सिङ्गिङ फ्रेन्चाइज सो नेपाल आइडलका पहिलो विजेता पनि बनेका थिए। उनले आफूलाई पछिल्लो समय गायनभन्दा एक कुशल सङ्गीतकारको रूपमा आफूलाई स्थापित बनाउँदै आइरहेका थिए। गायक तथा सङ्गीतकार विक्रम राईले सङ्गीत भरेका थुप्रै गीतहरूमा नेपालकै बहुचर्चित गायक गायिकाहरूले आफ्नो आवाज दिएका छन्। उनले गाएका र उनले सङ्गीत भरेका कैयौँ गीतहरू लाखौँ आम नेपाली दर्शकहरूको मनमुटुमा बस्न सफल भएको छ। अझै पनि उनको गीतहरू उत्तिकै चर्चाको शिखरमा बनेका छन्, उत्तिकै चर्चाको शिखरमा रहेका छन्। यसैगरी अमर स्रष्टा गायक तथा सङ्गीतकार विक्रम राईको सम्झनामा द भोइस अफ नेपाल सिजन 6 ले विक्रम राईकै सङ्गीतमा रहेको गीत तिमीले बाटो फेर्यौ अरे 3, जुन गीतलाई भोइस अफ नेपालका प्रतिस्पर्धीहरूले स्टेजमा प्रस्तुत गरेका थिए। प्रतिस्पर्धीहरूले विक्रम राईको सम्झनामा विक्रम राईकै सङ्गीतमा रहेको गीतलाई स्टेजमा प्रस्तुत गरिरहँदा स्टेजमा भएका आम नेपाली दर्शकहरूको रुवाबासी नै चलेको थियो। जुन गीतलाई चर्चित गायिका मेलिना राईले आवाज दिनुभएको छ भने यसका सङ्गीतकार स्वयं अमर स्रष्टा गायक तथा सङ्गीतकार विक्रम राई हुन् भने यस गीतलाई दर्पण राईले रचना गर्नुभएको छ। गीतकार दर्पण राईले रचना गर्नुभएको तिमीले बाटो फेर्यौ अरे 2, तिमीले बाटो फेर्यौ अरे 3 जुन गीतहरूमा अमर स्रष्टा गायक तथा सङ्गीतकार विक्रम राईले नै सङ्गीत भर्नुभएको छ भने यस गीतमा चर्चित गायिका मेलिना राईले आवाज दिनुभएको छ। जुन गीतहरूलाई लाखौँ आम नेपाली दर्शकहरूले धेरैभन्दा धेरै मन पराए, रुचाए र अझै पनि यी 2 गीतहरू उत्तिकै आम नेपाली दर्शकको मनमुटुमा गुन्जिरहेका छन्। अमर स्रष्टा गायक तथा सङ्गीतकार विक्रम राई द भोइस अफ नेपाल सिजन 4 को कोच राजेश पायल राईको एडभाइजर पनि बनेका थिए। सोही अनुरूप भोइस अफ नेपाल सिजन 6 ले अमर स्रष्टा गायक तथा सङ्गीतकार विक्रम राईको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्दै उनकै सङ्गीतमा रहेको गीत तिमीले बाटो फेर्यौ अरे 3 जुन गीतलाई कोच मेलिनाले आवाज दिनुभएको छ भने भोइसको स्टेजमा पनि स्वयं कोच मेलिना र उनकै प्रतिस्पर्धीहरूले गीतलाई प्रस्तुत गरेका थिए। जुन गीतलाई भोइसको स्टेजमा प्रस्तुत गरिरहँदा कोच मेलिना र उनको टिम लगायत भोइस स्टेजका दर्शकहरू स्वर्गीय अमर स्रष्टा विक्रम राईको सम्झनामा भक्कानिएर रोएका थिए। भोइस अफ नेपाल सिजन 6 मा कोच तथा गायिका मेलिना राईले स्वर्गीय अमर स्रष्टा गायक तथा सङ्गीतकार विक्रम राईको सङ्गीतमा रहेको गीत र आफूले स्वयं गाएको तिमीले बाटो फेर्यौ अरे 3 गीतलाई आफूले भोइस अफ नेपालको स्टेजमा आफू लगायत आफ्नो प्रतिस्पर्धीहरूसँग प्रस्तुत गरिसकेपछि गायिका मेलिना राईले अमर स्रष्टा गायक तथा सङ्गीतकार विक्रम राईको सम्झनामा यस्तो भावुक स्ट्याटस लेखेकी छिन्। गायिका मेलिना राईले लेखेकी छिन्, ट्रिब्युट टु आवर डियर विक्रम राईजी, एक होनहार, प्रतिभाशाली, अब्बल कलाकार, सृजनशील र अति निजासिलो मिलनसार व्यक्तित्व। यो हाम्रो नेपाली म्युजिक इन्डस्ट्रीलाई धेरै पछिसम्म साङ्गीतिक योगदान दिइरहनुपर्ने मान्छे। हाम्रो सान यसरी अकालमै हामीलाई छाडेर जानुभएको कुरा अझै पनि विश्वसनीय छैन। उहाँको सम्झनामा उहाँकै एक उत्कृष्ट सिर्जना तिमीले बाटो फेर्यौ अरे 3 प्रस्तुत गर्दैछौँ। मेरा सम्पूर्ण प्रिय ट्यालेन्टहरूप्रति धेरै धेरै आभार व्यक्त गर्दछु
र सोही गीतलाई वान अफ माई एक्सट्रिमली गुड ट्यालेन्ट राजेन्द्र योङहाङ लिम्बूको आवाजमा मेल भर्जनमा केही दिनमा तपाईँहरूमाझ ल्याउँदैछौँ, स्वीकारी दिनुहोला। अमर स्रष्टा गायक तथा सङ्गीतकार स्वर्गीय विक्रम राईको सङ्गीतमा रहेको तिमीले बाटो फेर्यौ अरे 3 जुन गीतलाई गायिका मेलिना राईले पहिले नै गाइसक्नु भएको थियो, जुन गीतलाई गायिका मेलिना राईले केही वर्ष अगाडि नै गाइसक्नु भएको छ र जुन गीतलाई गायिका मेलिना राई र उनको प्रतिस्पर्धीहरूले भोइस अफ नेपालको स्टेजमा प्रस्तुत गरेका थिए। सोही गीतलाई अब हामीले मेल भर्जनमा पनि ल्याउँदैछौँ भन्दै गायिका मेलिना राईले आफ्नो फेसबुक मार्फत आम नेपाली जनताहरूले, आम नेपाली दर्शकहरूलाई जानकारी दिएकी छिन्, सार्वजनिक गरेकी छिन्। जुन गीतलाई कोच मेलिनाकै प्रतिस्पर्धी राजेश योङहाङले मेल भर्जनमा गाउने भएका छन्। राजेश योङहाङ लिम्बू भोइस अफ नेपाल सिजन 6 को कोच मेलिनाकै प्रतिस्पर्धी हुन्, तर उनी नकआउटबाट बाहिरिसकेका छन्। उनी नकआउटबाट बाहिरिए पनि उनी बाहिरिनु लगत्तै उनलाई यति राम्रो गीत गाउने अवसर मिलेको छ। तिमीले बाटो फेर्यौ राजेश योङहाङ लिम्बूलाई धेरै धेरै शुभकामना। अझ आउँदा दिनहरूमा साङ्गीतिक यात्रा उज्जवल रहोस्। र अमर स्रष्टा गायक तथा सङ्गीतकार विक्रम राईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ। उहाँ हामीमाझ नरहे पनि उहाँको सिर्जनाहरू हामीमाझ सधैँ गुन्जिरहनेछ, सधैँ लाखौँ आम नेपाली दर्शकहरूको मनमुटुमा गुन्जिरहनेछन् अमर स्रष्टा गायक तथा सङ्गीतकार विक्रम राईका सिर्जनाहरू।